दर्शकबिन नमस्कार। आजको हाम्रो यात्रा भनेको अलिकति टाढैसम्म रहेको छ। अहिले बिहानको 4 बजे चाहिँ हामी घरबाट निस्किसकेका छौँ। यसपालिको यात्रा भनेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेको छ। अहिले हामी बिटामोड दमक हुँदै अगाडि बढिरहेका छौँ। अहिले चाहिँ हामी इटरी आइपुगेका छौँ। इटरी क्रस भइसक्यौँ। बिहान चाहिँ हामी 4 बजे घरबाट निस्केको थियौँ। बिहान एकदम अँधेरो भएकोले मैले हजुरहरूलाई अगाडिको भिडियो क्लियर देखाउन पाइनँ। बाटोको अवस्था पनि अलिकति सहज थिएन। बाटो बनाउने क्रममा बाटोहरू अहिले ठाउँ ठाउँमा बिग्रिएको अवस्था छ। त्यसैले अहिले हामीले इटरी क्रस भइसकेका छौँ। अब अगाडिको दृश्य हजुरहरू सामु राख्नेछु। दर्शकबिन यात्राको क्रममा अहिले हामी कोशी ब्यारेज आइपुगेका छौँ। अब यहाँ हामी केही समय बसेर यसो नास्ता गर्छौँ, त्यसपछि हामी अगाडि बढ्नेछौँ। अहिले चाहिँ हामी अब ब्रेकफास्ट गर्न लाग्दैछौँ। यात्राको क्रममा कोशी ब्यारेज आइपुगेका छौँ। अब ब्रेकफास्ट गर्नेछौँ अनि त्यहाँबाट फेरि हाम्रो यात्रा कन्टिन्यू अगाडि बढ्नेछ। अब हाम्रो ब्रेकफास्टमा चाहिँ अब यसरी मिक्स फ्रुट्स बनाउँदैछु म गेडागुडीको साथमा। अब बिहानको भनेको हामीले अब ऑयली चिजहरू खानु भएन नि त। हामीले डेली घरमा कसरी खान्छौँ ब्रेकफास्ट त्यसरी नै हिँड्दा पनि हामीले रेडी गरेको छौँ। अब यति खाएपछि चाहिँ हाम्रो यात्रा फेरि सुरु हुन्छ। अब म यो बनाउँदैछु, यो खाएपछि हामी अगाडि बढ्नेछौँ।
कोसीको पुल तरेर हामी निकै अगाडि बढिसकेका छौं। अहिले हामी लाहान बजारतिर आइपुगेका छौं। दायाँ बायाँ सडक बनाउने क्रममा बाटोको अवस्थाहरू ठाउँ ठाउँमा अलिकति नराम्रो छ। हामीलाई यात्रा गर्न पनि ठाउँ ठाउँमा अलिकति कठिन पनि भइरहेको छ। खरबुजा कसरी हो? यो 50 हो, यो 40 हो। कुन चाहिँ मिठो हुन्छ? 10 रुपैयाँ ज्यादा रहेछ, यही मिठो होला हैन? योगीहरु हो नि त। यो ठुलो हो जान हो। आम्मा कति केजी छ यो त? मजत रे। 7.5 केजी। 7.5 केजी। 7.5? यो त अनि मजत रे छ के? कति लाने हो? आयो दियाल। एउटा पिस काट्यौ त? खरबुजा एकदम मिठो रहेछ। ढल्केमा चाहिँ हामीले अब खरबुजा लिएर अगाडि फेरि बढ्दैछौँ। एकदम मिठो रहेछ। के पिस्नु भा? अदुवा दिनु ल, सलाई दिइहाल्छ। स्पेशल भन्दैछ, दाल पाकिसक्यो, अब भात पाक्नु एकदम स्पेशल भन्दैछ। आज स्वर आज बहुत फुर्ती भएर यहाँ पकाउँदै। घरमा चाहिँ पकाउनु हुन्न नि फेरि? हो, घरमा छैन कि हिँड्दा छैन नि कस्तो इन्ट्रेस्ट सधैँ पकाउनु। हाम्रो दाल बनिसकेको छ अनि त्यसपछि सब्जी चाहिँ फर्सीको मुन्टा र आलु बनाएको छु। अब यता भात पनि सिटी लाग्यो। हाम्रो खाना चाहिँ रेडी भइसक्यो। अब यो चाहिँ म वनदेवतालाई चढाउन लाग्दैछु। पहिला के अरे वनदेवतालाई नचढाइदा खानु भएन नि त, फेरि मुख होला नि त। ल खाना रेडी भइसक्यो। अब गुम खाने हो, यसैले हालेँ मैले। फर्सीको मुन्टा र आलु। भोक ठुलो कि भोजन ठुलो भन्दा भोक ठुलो हो। अहिले एकदम भोक लागेको छ। लिनु हामीले चाहिँ तिलको यो के अरे मिक्स यो धुले अचार पनि बनाएर बोकेको छौँ। यो धुले अचारको रेसिपी हजुरहरूलाई चाहिन्छ भने चाहिँ
मेरो किचनको भ्लग पनि बनिन्छ, त्यसमा गएर सर्च गर्नु होला सुषमाज किचनमा। यसको रेसिपी मैले त्यसमा राखेको छु। कस्तो छ प्रेम दाइ? के छ खानामा? भात छ, दाल छ। घरको जस्तो मिठो त बनेन होला जङ्गलमा आएर है। स्पेशल घरबाट ल्याएको खसीको मन्चा, आफ्नै बारीमा फलेको टमाटर, आफ्नै बारीको अनि अर्ग्यानिक। कस्तरी खानु भयो। यहाँ मै पनि छ है। खाना खाइसकेपछि हाम्रो यात्रा फेरि सुरु भइसकेको छ। कतिपयलाई चाहिँ हामीले यसरी बाटोमा खाना बनाएर खाएको भिडियो मन नपर्न पनि सक्छ, तर यो चाहिँ हाम्रो यात्रामा एकदमै रमाइलो पल हो। जसरी हामी यो भ्रमण त गरिरहेका छौँ, साथमा हामीले आफै पकाएर ठाउँ ठाउँमा बसेर पिकनिकको पनि रमाइलो गरिरहेका छौँ। आफै पकाएर खान बेग्लै मजा आउँछ, रमाइलो हुन्छ। हुँदाहुँदै अहिले हामी हेटौडा बजार आइपुगेका छौँ। अब हामी नारायणघाटतर्फ लाग्दैछौँ। दर्शकबिन, अहिले हामी निकै अगाडि बढिसकेका छौँ। अहिले हामी चितवन जिल्लाको भरतपुर प्रवेश गर्दैछौँ। हामी अहिले भरतपुरको 24 कोटी आइपुगेका छौँ। अब हाम्रो यात्रालाई अगाडि बढाउँदै हामी नारायणघाट हुँदै पुलपारी तरेर नलपरासी हुँदै अगाडि यात्रा बढाउनेछौँ। दर्शकबिन, अहिले चाहिँ हामी नवलपरासीको सदरमुकाम नवलपुर आइपुगेका छौँ। अब यहाँबाट हामी सभापति चोक हुँदै सिधै पश्चिमतर्फ लाग्दैछौँ। दर्शकबिन, यो बर्दघाटदेखि अगाडि बढे लगत्तै बाटोको अवस्था एकदमै नराम्रो छ। बाटो बनाउने क्रममा पुरै बाटोको अवस्था खराब भएकोले मैले यो पुरै भिडियो हजुरहरूसम्म राख्न सकिनँ। म भोलि फेरि कन्टिन्यू हजुरहरूसँग जोडिनेछु।
हामी यहाँ होटलमा बास बस्यौँ। एकदमै दुःखको साथ आइपुग्यो। यो बन्दघाटबाट चाहिँ यता आउने बाटो चाहिँ एकदमै नराम्रो रहेछ। बाटो बनाउने क्रममा एकदमै बाटोको अवस्था एकदमै नराम्रो छ। यति बेला यात्रा गर्न पनि कठिन रहेछ। दुःखको साथ हामी यहाँ आइपुग्दा लगभग 9 बजेको थियो। अब आजको यात्रा कस्तो छ के छ अब बाटोको अवस्था थाहा छैन। यहाँबाट अगाडिको बाटो चाहिँ राम्रो छ भन्ने सुन्नमा आएको छ। अब आजको हाम्रो यात्रा भनेको महाकाली पुग्ने नै छ। अब हेरौँ के हुन्छ। हिजो चाहिँ हामी आउँदाखेरि गाडीको अवस्था एकदमै नराम्रो भएको थियो, एकदमै फोहोर भएको थियो। त्यसैले यहाँ चाहिँ सरहरू मिलेर चाहिँ गाडी यहाँ सफा गर्ने काम पनि गरिरहनु भएको छ। के पानी सकेछ त्यसमा? अब हाम्रो पुरै हिँड्ने तयारी भइसक्यो। अब आज चाहिँ हामी महाकाली पुग्ने सोचिरहेका छौँ। अब बाटोको अवस्था थाहा छैन कस्तो के छ होइन। सकभर चाहिँ हामी आज महाकाली पुग्नेछौँ। ल हाम्रो यात्रा सुरु हुन लाग्यो। हुँदै अहिले हामी बुटोल बजार आइपुगेका छौँ। बुटोल बजार बिहानै भएर होला अलिकति सुनसान पनि छ। अनि चारैतिर यो सडक निर्माणको कार्य भइरहेकोले चारैतिर धुलै धुलो उडिरहेको अवस्थामा छ। अब हामी बुटोल बजारलाई छोडेर फेरि हामी अगाडि बढ्नेछौँ। खानेकुरा पनि त्यही अनुसारको बनाउँदै खाँदै अमला पनि हाल्दिउँ है। अमला पनि हाल्नु छ, कडी पत्ता हाल्नु, त्यो बेलहरू त्यहाँ त्यो पनि हाल्दा हुन्छ। सबै थोक हुन्छ। प्रकृतिले पकाएको चिज सबै खान मिल्छ। यही हो हाम्रो प्राण। र आजको सलाद बन्दैछ। सुषमा म्यामले बनाइसक्नु भएको छ। 15-20वटा आइटम मिलाएर यो खानु होला। यस्तो खाइयो नि हाम्रो ब्रेकफास्ट आजको स्वास्थ्य रहनु, निरोगी रहनु, स्वास्थ्य नै धन। कत्रो चम्मचले चम्मच खोज्न गल्छीले होला। करी पत्ता अझै बोकौँ। दर्शकबिन, अहिले हामी लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा प्रवेश गर्दैछौँ। अब हामी राप्ती नदीको पुल तरे लगतै हामी हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ। राप्ती नदीको पुल
एकदमै लामो रहेको छ। अनि यो राप्ती नदीको वारीबाट देखिने पारीको दृश्य हेर्नुहोस् न, मनै लोभ्याउने खालको छ। दर्शकबिन, अहिले हामी दाङको भालुवाङ आइपुगेका छौँ। यहाँ चाहिँ अगाडि दुईवटा बाटोहरू देख्न सकिन्छ। दायाँतर्फ जाँदाखेरि प्युठान स्वर्गद्वारी पुगिन्छ। आज हामीलाई दायाँतर्फ नभएर बायाँतर्फ मोडिएर महेन्द्रनगर जानु छ। यो हाम्रो जीवनको पहिलो यात्रा हो। यहाँदेखि अगाडि हामी पहिलोचोटि जाँदैछौँ। बाटोको अनुभव पनि त्यति छैन, कस्तो छ के छ थाहा छैन। हेर्दाखेरि बाटो सहज नै देखिन्छ। दायाँ बायाँको यो सुन्दर हरियाली दृश्य निहाल्दै हाम्रो यात्रा अघि बढिरहेको छ। बाटोहरू एकदमै फराकिलो सहज छ। यात्राको क्रममा हामी निकै अगाडि आइपुगेका छौँ। हामीलाई थाहै नपाइकन दाङको सुन्दर नगरी लमई आइपुग्यौँ। अब हामी यहाँ आवश्यक पर्ने केही सामानहरू हामी किन्नेछौँ अनि हाम्रो खानाको पनि समय भइसकेको छ। आफै बनाएर पिपलको बोटमा सात्विक भोजन। खाना खाइसकेपछि हाम्रो यात्रा फेरि सुरु भइसकेको छ। अहिले हामी बाँके राष्ट्रिय निकुञ्ज प्रवेश गर्दैछौँ। बाँके राष्ट्रिय निकुञ्जको चेक पोइन्ट 14 किलोमिटर भित्र टाइम कार्ड लागू हुँदो रहेछ। यहाँ आफ्नो खुसीले हिँड्न पाइँदैन, तीव्र रूपमा गाडी कुदाउन पनि पाइँदैन। यहाँ 40 को स्पिड भन्दा बढी कुदाउँदा फाइन पनि परिदो रहेछ। यो जङ्गल चाहिँ एकदमै ठुलो छ, एकदमै डर लाग्दो। यहाँ चाहिँ हामीले हिँड्दाखेरि अलिकति होस पुऱ्याएर हिँड्नुपर्ने हुन्छ। यहाँ चाहिँ ठुल्ठुला जनावरहरू, डरलाग्दा जनावरहरू पनि बाहिर सडकमा खुल्लेआम हुने भएकोले हामीले होसियारीपूर्वक यात्रा गर्न जरुरी छ। यहाँ वन्यजन्तु संरक्षणको लागि हामीले चाहिँ यहाँ सवारी साधन चलाउँदाखेरि एकदमै नियम पालना गरेर चलाउन जरुरी छ। दर्शकबिन, यात्राको क्रममा अहिले हामी कोलपुर आइपुगेका छौँ। हामी कोलपुरबाट सिधै पश्चिमतर्फ लाग्दैछौँ। हामीले यो महेन्द्र राजमार्ग नछोडिकन महेन्द्रनगरको लागि हामी हाम्रो यात्रालाई अगाडि बढाउँदैछौँ। दर्शकबिन, अहिले भने हामी कर्णाली पुल एकदमै नजिकै आइपुगेका छौँ। अब म हजुरहरूलाई यो कर्णाली पुलको पुरै दृश्य राम्रोसँग हजुरहरूलाई देखाउने छु। म पनि पहिलोचोटि यहाँ आएको हुनाले राम्रोसँग यो पुल आफै हिँडेर नै पारीसम्म गएर हजुरहरूलाई पनि भिडियो मार्फत देखाउने छु।
दर्शकबिन यो कर्णालीको पुलदेखि महेन्द्रनगरको दूरी भनेको 121 किलोमिटर मात्र रहेको छ। अब हामीलाई बेलुकासम्म महेन्द्रनगर पुग्न छ, त्यसैले हामीले धेरै बेर अलमल नगरिकन हामी हाम्रो यात्रालाई फेरि अगाडि बढाउँदैछौँ। यात्राको क्रममा अहिले हामी अत्तेरी आइपुगेका छौँ। अत्तेरिया बजार चाहिँ एकदमै रमाइलो बजार रहेछ। यहाँ चाहिँ मानिसहरूको एकदमै चहल पहल भिडभाड देख्न सकिन्छ। यहाँ बहिनीले चाहिँ मकै पोल्दै हुनुहुन्छ। अब हामी केही समय यहाँ बसेर मकै खान्छौँ, त्यसपछि हाम्रो यात्रा फेरि अगाडि बढाउनेछौँ। दर्शकबिन पूर्व मेचीबाट सुरु भएको हाम्रो यात्रा महाकालीसम्मको अब पुरा हुन लाग्दैछ। हामी अहिले आइपुगेका छौँ महेन्द्रनगर। अब हामी महाकाली यहाँबाट महाकाली हाम्रो सिमाना पुग्नलाई थोरै मात्र बाँकी छ। अब अहिले बेलुकाको समय भयो। हामी अहिले महेन्द्रनगरमै बस्छौँ। यहाँबाट कति पनि छैन, मात्र 1-1.5 किलोमिटरमा हामी सिमानामा पुग्नेछौँ। हजुरहरूलाई म पुरै दृश्य चाहिँ भोलि बिहान उज्यालोमा देखाउनेछु र महाकाली पुलसम्म म हजुरहरूलाई भिडियो मार्फत देखाउनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। महेन्द्रनगरको बिहान 7 बजीको दृश्य पानी आइरहेको छ। अहिले हामी चाहिँ महेन्द्रनगरबाट अगाडि बढिसकेका छौँ। अहिले हामी अब गट्टा चौकी आइपुगेका छौँ। बाहिर एकदमै पानी परिरहेको छ, त्यसैले म अहिले गाडीमै छु। हामी बोर्डरमै आइपुगेका छौँ। अहिले चाहिँ हामी गड्डा चौकीबाट अगाडि बढिसकेका छौँ। हामी महाकालीको पुलतर्फ जाँदैछौँ। हजुरहरूले देख्दै हुनुहुन्छ होला, हामी पुलको एकदमै नजिक आइपुगेका छौँ। म पुलतिर प्रवेश गर्दैछु। दर्शकबिन, महाकाली नदी जुन नेपालको पश्चिमी सीमा नदी मात्र नभएर नेपालको राजनीतिक चर्चाको विषय नदी पनि हो, किनकि यही नदीमा शारदा ब्यारेज र टनकपुर बाँधको विषय नेपाली इतिहासमा असमान सन्धि हो भनी नेपालीको बुझाइ छ। नभन्दै महाकाली नदीको पानी भारतले धेरै नै प्रयोग गरेको पाइएको छ। अनि चाँदनी दोदारा गाउँको वारिपट्टि महाकाली नदी बगरमा परिणत भयो। पानी भारततिर गयो भने एक थोपा पानी पनि छैन, केवल बगर मात्र छ भन्ने त्यहाँको स्थानीयहरूको भनाइ पनि रहेको छ। हामीले पनि त्यहाँ पुगेर हेर्दा जस्तो सुनेको थियौँ त्यस्तो नै पायौँ। हजुरहरूले पनि देख्दै हुनुहुन्छ होला, यही ठाउँ हो महाकाली पुल, जुन चाहिँ नेपालको सिमानामा रहेको छ। हेर्नुहोस् त, पानी कतै पनि छैन। यो पुल तरेर पारिपट्टि नेपालीहरूको बसोबास भएको 2वटा गाउँहरू छन्, जुन चाहिँ चाँदनी र दोधारा भनेर चिनिन्छ। दर्शकबिन, यो थियो हाम्रो पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको यात्रा। हजुरहरूलाई हाम्रो यात्रा कस्तो लाग्यो? जानी नजानी बनाएको यो भिडियोलाई माया पनि गरिदिनु होला। अनि अहिलेसम्म हजुरहरूले सब्स्क्राइब गर्नुभएको छैन भने अवश्य पनि सब्स्क्राइब गरिदिनु होला। कतिपय त्रुटिहरू पनि भयो होला, यसको लागि क्षमा पनि दिनुहोला। आगामी दिन नयाँ फेरि यस्तै भिडियोको साथ उपस्थित हुनेछु।
तबसम्मको लागि बिदा चाहन्छु। हजुरहरूको दिन शुभ रहोस्।